सस्तो बजार आएन दाजु? सस्तो बजार आयो। कसरी पायो? 500 को दुईटा। 500 को दुईटा। भेस लानु, कुर्ता लानु, टप्स लानु, सुरुवाल लानु। ए हुन्छ। ल हाम्रो सस्तो बजारमा आज चाहिँ हामीले सामान किन्दैछौँ। गौरातादेखि आइपुगेका छौँ यहाँ हैन। अब यो निकै नै फेमस भनेको छ। अब बाहिर प्रचार भए जस्तो चाहिँ यहाँ पनि हामी आएर किन्दाखेरि त्यस्तै खालको चाहिँ अनुभव भयो हैन। सस्तो बजार हामी पनि यहाँ यसो एक दुईवटा सामानहरू चाहिँ घटाइसिर। यो बजार कतिको दीर्घकालीन हुन्छ होला? यो लामैसम्म हुन्छ। यो एक दिन आज 2 दिन भयो। हजुर। यो जहिलेको लागि हो। जहिलेको लागि सन्ध्या 5 बजेदेखि बेलुका 9 बजेसम्म। बेलुका 9 बजेसम्म। अहिलेको हाम्रो ग्राहकहरूको आकर्षण कस्तो छ त? राम्रै छ। आज 2 दिन भयो। हजुर। अब अझै प्रचार हुँदै जान्छ, अझै बढ्दै जान्छ। गर्मी सिजन बढ्यो। हुन्छ। यो सस्तो हुनुको कारण चाहिँ के हो? लु भनिदिनुहोस् त खुलेर। सस्तो भनेर सर यो लाइन अलिकति पहिलेदेखि त्यस्तो विकसित नभएको ठाउँ थियो। हजुर। यहाँ सस्तो लगाएर अनि यो बजारलाई विकास गरेको। क्वालिटीमा कतिको कम्प्रोमाइज गर्नुपर्छ यो सस्तो हुँदै गर्दा चाहिँ नि? ग्राहकले त 100% राम्रै हुन्छ। त्यस्तो केही कम्प्लेन आउँदैन। त्यस्तो कम्प्लेन छैन क्वालिटीमा? केही छैन। पुरानो एकदमै पुरानो स्टक त होइन? पुरानो सब नयाँ स्टक हुन्छ। सब नयाँ जुन पसलमा बेचेको आइटम छ त्यही। हजुर हजुर। सबै फ्रेस ल्याएर बेचेको। सस्तो बेचेको। हुन्छ। तपाईँलाई क्वालिटीमा चाहिँ कस्तो लागिरहेछ? अब अहिलेसम्म त हामीले प्रयोग गरे अनुसारको होइन। हजुर। राम्रै छ। अब मेन कुरो चाहिँ भनेको कस्टमा भर पर्छ। अब कस्ट पनि लो भएपछि त्यस्तो अब चाहिँ नि धेरै एडभान्स चाहिँ खोज्न पनि मिल्दैन। कम्प्रोमाइज गर्नु पर्यो। कम्प्रोमाइज गर्नु। हुन्छ। हस् धन्यवाद। सक्नु लागेछ तपाईँहरूले त बिगाइसक्नु लागेछ त अनि। ल बच्चाको सर्टहरू 250 मा एक सेट ल कतिमा कति सेट आयो बहिनी? कतिमा कति सेट आयो? 500 मा 2 सेट। ल भन्दिनँ कतिमा कति सेट दिने? कतिमा कति सेट दिने भनिदिनु। ए ल कतिमा कति आयो दाजु? 500 मा यो 800 को पेन 500 मा आयो। 800 को दाममा 600 मा आयो। 500 को पेन थियो। यो 500 मा यो पेन आयो। 500 मा यो पेन आयो। अरे लो 500 मा पेन आयो। आउने छैन।
ब्रदर जुत्ता कसरी आयो 700 मा आयो के कति सबै छानेर चाहिँ 700 सबै 700 मा आयो जुत्ता 700 मा आयो यो बाबा 250 रुपैयाँ 50 मा के आयो दाजु आयो 250 100 रुपैयाँ के किन्यो तिमीले 100 रुपैयाँको दादा किन्दिनु न यो कति अरे 500 रुपैयाँ 500 रुपैयाँ त पैसा छैन हेलो दाजु भिडियो खिच्नु मिल्यो हजुर भिडियो खिच्नु मिल्यो कसरी दियो प्यान्ट यो आयो 600 रुपैयाँ दाइ 600 रुपैयाँ फोनमा लायो 500 ल यति सस्तो दिनुको कारण चाहिँ किन हो अब के गर्नु दाइ अब कहिलेकाहीँ घाँटी खानुपर्छ दाइ यस्तै भयो अब घाटा खाने हो घाटामा त होइन होला ओहो घाँटी खाएको दाइ हजुर हजुर धेरै सस्तो हो दाइ 1000 को 2000 को चिज 700 मा दिएको भन्नु न हो र 1500 रुपैयाँ घाटा खाएको छ भन्नु न दाइ 1500 रुपैयाँ घाटा यो भनेको भाइ बनाउँदाखेरि चाहिँ काठमाडौँमा फ्याक्ट्रीमा यो 300 रुपैयाँ पर्छ दमकमा 300 रुपैयाँ फ्याक्ट्रीमा 300 रुपैयाँ पर्छ हजुर यो चाहिँ मैले रियली भन्ने 300 रुपैयाँ पर्छ अहिले यहाँ कतिमा पाइरहेछ अब अहिले यहाँ त कति पर्छ भाइ यसलाई 600 हजुर 600 मा अब यो साँच्चै अब 90 अब के अरे तिम्रो के अरे यो फेन्सीमा राख्ने भने 1000 1200 1500 भन्छन् हजुर यो चाहिँ अब नबिकेर अब यो एउटा मेला लागेको कार्यक्रम है यो सस्तो बजार प्रति कतिको सन्तुष्टि हुनुहुन्छ तपाईँ म त यसो घुम्न आएको सन्तुष्टि त म त यसो रमाइलो मात्रै गर्न आएको भाइ ए हो हुन्छ हस्